मलाई बाघको रोग नसा। सबैको नाम भन्नुहोस्। मेरो नाम शारदा मैनाली, 12/5। म धेरै पीडित भएर यो खुट्टा दुख्ने थल्लै परिसकेको थिएँ, बातको बिराम। अनि मलाई पथरिया पनि भएको थियो दुईपट्टि किडनीमा, यहाँ कोखा हान्थ्यो एकदम। अनि ओछ्यानै लागिसकेको थिएँ म। अनि यहाँ भाइ जानुभएछ, अनि भाइ जाँदाखेरि भाइ हो म त मर्न आँटेँ, एक दिन हामी यहाँनिर खेती गर्छौँ, खेती गर्न आउँदाखेरि दबाई खानु भाउजू भन्नुभयो। खोइ के दबाई हो ल्याइदिनुहुन्न, मगाइदिनु नि त भनिरहेको थिएँ, त्यत्तिकै भयो। अनि फेरि मिलमा जाँदा निस्किनु भएको रहेछ। अनि मैले यो युज गर्न म एकदम ओछ्यानै लागेर साह्रै भइसकेको थिएँ क्या। अनि जानुभएछ, लु दबाई मगाइदिनु नि भने, अनि नम्बर हराइरहेछ भाउजू भन्नुभयो। त्यहाँबाट अनि भोलिपल्ट मगाइदिनु भएछ र लिएर जानुभयो। मैले खान सुरु गरेँ होइन। अनि खाँदै 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 मैले 2 बट्टा 3 बट्टा 4 बट्टा खाएपछि चाहिँ मलाई एकदम अब चाहिँ म बाँच्छु जस्तो लाग्यो क्या, बाँच्दिनँ जस्तो लागेको थियो। हरेस खाइसकेको थिएँ मैले। खाना थाले कति दिनमा चाहिँ तपाईलाई त्यो? मलाई 2 महिनाबाट चाहिँ धेरै आराम। 2 महिनासम्म चाहिँ हुन्छ कि हुँदैन भन्ने लाग्यो? हुन्छ कि हुँदैन, तर मलाई त्यो दबाई खान थालेको थियो एकदम विश्वासले लाग्यो है। यो प्रडक्ट विश्वासले खानु यही खाँदा हैन? विश्वास लागेर अनि एउटा बट्टा खाएँ। अनि त्यतिखेर मेरो अवस्था चाहिँ भगवान आए जस्तो लाग्यो भाइलाई देख्दाखेरि मलाई। त्यो दबाई लगेर खुवाउँदाखेरि यो दबाई हैन भगवान आउनु भयो होला यस्तो लागेको थियो। अनि खाएँ, एकदम विश्वास गरेर खाएँ मैले। अनि 2 महिनादेखि म धेरै उठ्न बस्न भित्र बाहिर यताउता खाना बनाउन ओर्न सक्ने भएँ। त्यतिखेर मेरो छोराले बनाएर खुवाउँथे मलाई, म सक्दैन थिएँ। अनि 3 बट्टा 4 बट्टा 6 बट्टा खाएँ मैले। अनि म धेरै राम्रो सहज भयो मलाई। अनि मैले अहिले खाना छोडेको चाहिँ 1 महिना भइरहेछ। खाँदा गर्नुहोस्। अन्त सबैले के भन्नुहुन्छ यो प्रोडक्टको लागि? म सबैजनालाई भन्छु यो खानु राम्रो छ, एकदम राम्रो औषधि हो। त्यसबिचमा मेरो मम्मीलाई दमको रोग थियो, खोकी एलर्जीको, र अनि यो मेरो साथसाथै मैले मेरो मम्मीलाई पनि खुवाउनु सुरु गरेँ है। एउटा बिहान एउटा गोली खानुहुन्थ्यो, 2 बट्टा खानुभयो। त्यो दम पनि धेरै हराएर गयो, खोकी पनि हरायो। अहिले पोहोर बर्खा हिउँदाभरि म सुत्न पाउँदिनँ थिएँ, राति मम्मीलाई रुँगेर बस्नु पर्थ्यो। अहिले चाहिँ रुङ्नु पर्दैन, राम्रो भएको छ। जाति हुनुभएको छ। आर्थिक कमजोरका कारणले खान जति खानु थियो त्यति पुरा भन। अलिक अब खान्छु बिस्तारै, अहिले अलिक